बाली घुम्न निस्केको दोस्रो दिनको दोस्रो गन्तव्य पुग्दा म नेपालकै कुनै तीर्थस्थलमा घुम्दैछु भन्ने अनुभूति भयो। उबुददेखि 50 किलोमिटरमा रहेको यो पवित्र स्थलमा हामी छिर्दै गर्दा अनौठो लागेको कुरा चाहिँ छिर्ने इन्ट्रान्सको साइडमा चाहिँ बारहरू धेरै नै रहेछन्। भित्र छिर्ने बित्तिकै पहिलो झलक बालाजु 22 धाराको जस्तो लाग्यो। घुम्दै गर्दा हाम्रै नेपालको जस्तो पोखरी, हिटी, मन्दिर, फुलबारी, कतै मुक्तिनाथ जस्तो लाग्ने, कतै रानी पोखरी जस्तो, कतै पाटन दरबार स्क्वायरको टुसा हिटी जस्तो पनि। यो ठाउँको नाम राख्दैखेरि गङ्गाको पवित्र पानी भन्ने अर्थ दिने गरी राखिएको रहेछ, त्रिता गङ्गा। यहाँ खोला त कुनै पनि छैन, तर यो पोखरीको पानी चाहिँ पवित्र गङ्गा जस्तो हो भन्ने हिसाबले प्रचार गरिएको छ। सफा पानी र माछा नै मुख्य आकर्षण भयो हाम्रो लागि पनि। यो ठाउँ चाहिँ 1946 तिर मात्रै बनाइएको रहेछ र यहाँको राजाहरूले चाहिँ आफूलाई रिल्याक्सेसन गर्नको लागि एउटा गार्डन पुल होस् भन्ने हिसाबले बनाएका रहेछन्। जे होस्, यो ठाउँमा चाहिँ हामी नेपाल नै पुगे जस्तो अनुभव भएको थियो।